यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या, मै गर्दिनँ, मलाई थाहा छ नि। भोटसोट भनेको अब घन्टीलाई नै हालिदिए हो, के ढाँट्नु होइन, हालिदियो हो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछ, धेरै पछि आउँछ, यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख होइन, अब रियलमै देख्न पाइन्छ कि भनेर आएको। अब घर बस्दा बस्दा दिक्क लागिरहेको थियो, फुर्सदमा थिएँ, अनि रमाइलो पनि हुन्छ भनेर आएको। एउटाले टी सर्ट दियो, एउटाले झन्डा दियो, लगाएँ। एउटाले चाहिँ टी सर्ट दियो अनि एउटाले चाहिँ झन्डा दियो अनि बोकेर रमाइलो गर्नको लागि तपाईँ हिँड्दिनु। हिँडेको अब के गर्नु त, रमाइलै हुँदो रहेछ। अलिअलि बोल्यो, मान्छेहरूसँग इन्टरेक्सन गऱ्यो होइन। रमाइलो गर्न त ठमेलतिर उता उता जाने हो नि, यो र्यालीमा पार्टीको उसमा चाहिँ आउने हो रमाइलो गर्न। रमाइलो गर्न अब तपाईँलाई थाहा छ त, पार्लिमेन्टमा जस्तो रमाइलो काहीँ हुँदैन हाम्रो देशमा होइन। यहाँ बोला बोला हाना त्यस्तै हो होइन। अब पार्टीको रूपमा हेर्दाखेरि अब यहाँ पनि लास्ट रमाइलो भइरहेछ भने चिन्नु नजान्नुको मान्छेहरू आएर होइन यसो हातसाथ मिलाउने कुरा गर्ने गइरहेछ। अब रमाइलै हो नि त यो पनि एक तरिकाको। टी सर्टमा पनि शेरबहादुर देउबाको फोटो छ र हातमा अनि नेपाली काङ्ग्रेसको झन्डा छ। यो चाहिँ तपाईँले रहरले लाउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। लगाइदिने पानी परिरहेको थियो, अब आफ्नो लुगा भिज्छ भनेर। टी सर्ट राम्रै रहेछ होइन, राम्रो छापा रहेछ। अब यसो हेर्दाखेरि लगाइदिउँ जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदिउँ लगाइदिउँ भनेर लगाइदिएको झन्डा चाहिँ अब मैले कसलाई दिनु, यसो बोकिदिउँ न।